हेलो साथीहरू, के छ? के गर्दै हुनुहुन्छ हजुरहरू? आज म के गर्दैछु हेर्नुहोस् है त। मैले चाहिँ यहाँ कराईमा थोरै तेल हालेँ, त्यसमा लसुन, त्यसमाथि प्याज हालेर मजाले मिक्स गर्दैछु। अनि प्याज हल्का हल्का रातो भइसकेपछि त्यसमा टमाटर पनि मिक्स गरेँ र हरियो खुर्सानी पनि थोरै मिक्स गरेँ र त्यसमा बेसा राखेँ। अनि आवश्यकता अनुसार थोरै नुन पनि राखेँ। त्यस पछाडि एकछिन फत्काउने यस्तो अचार बनेको छ। यो चाहिँ टमाटरको फत्काएको अचार भन्छु म चाहिँ। यसरी बनाएको टमाटरको अचार एकदम मनपर्छ मलाई चाहिँ। अनि यतापट्टि मैले साग बनाउँदैछु। केसँग खान, के को लागि बनाएको भनेर चाहिँ अन्तिमसम्म भिडियो हेर्नु ल। यो साग चम्चोको साग हो। यसमा मैले केही पनि मरमसला राखेको छैन, थोरै टमाटर राखेर मात्रै पकाएको हो। एकदम मिठो बनेको थियो। र यो चाहिँ रहेको छ कोदोको पिठो। अनि मैले चाहिँ कोदोको रोटी बनाउन लागेको। कसले यसरी कोदोको रोटी बनाएर खानुभएको छ कमेन्ट गर्नुहोस् ल। एकदमै मिठो हुन्छ यसरी बनाएको कोदोको रोटी चाहिँ। हामीले यसरी खाएका थियौँ, एकदमै मिठो भएको थियो। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् ल।